अब चाहिँ हामी तिनजुरेतर्फ लाग्दैछौँ। तिनजुरे भन्दा पनि आज हाम्रो नाइट स्टे चाहिँ हिलेमा हुनेछ अनि स्टुडेन्टहरूसँग जाँदैछ। एकदमै ब्युटिफुल भ्यूहरू इन्जोय गर्दै गर्दै। अनि बाइ द वे यो चाहिँ मेरो सेकेन्ड पार्ट हो ल त्यो भिडियोको। मलंग सी रातें सुरंग सी बागी उड़ान पे ही ना जाने क्यों इलाही मेरा जी आए यो चाहिँ हामी बस्ने होटल मकालु। हामी अहिले ठ्याक्क हिलेमा आइपुगेको छौँ। अब हामी एकछिन यसो रमाइलो गर्छौँ। मिलाउ न एकचोटि सबलाई देखाउँदै लग्छु ल। मेरो थम्बनेलमा बस्छौ है तिमी। यो चाहिँ मलाई मन परेको नेपालीहरू होइन नि। बासुदेव कहाँ हरायो? यो हाम्रो दुईजना नै नाम थर सोधेको होइन, नाम सोधेको होइन। भाइ कहाँबाट पो आएको? आसाम। तिमी मणिपुर। ए दुईजनासँगै आएको? तिमी चाहिँ ठुलो भएपछि आएको? अच्छा ल ठिक छ। इन्टरनेसनल स्टुडेन्ट रहेछ हाम्रो कलेजमा। यतैको हो? नेपाली बोल्न आउँछ नि मजाले? नेपाली नै हो। होइन आई मिन वहाँनिर त अलिक नेपाली नै बोल्छु। गाउँहरू मेरो भिडियोमा इन्टरनेसनल स्टुडेन्ट नभनौँ। छैन फर्स्ट ट्राई गरेको 0 सब्सक्राइबर। ल नै 1 2 3 4 त सबै भइसक्यो। तिमी प्लस तिम्रो फ्यामिली गर्दा 10 20 30 40 50 60। के भन्यौ? काका बडाउ ल ठिक छ। जसको साइडबाट 10 सब्सक्राइब आउँछ उसको फुल मार्क्स पछि। हेलो कडा हो, के छ कडा? कस्तो हुँदैछ टुर? भाइको डान्स चाहिँ कडा थियो, अघि क्याप्चर गर्नै पाएन। भरे फेरि नाच्नुपर्छ है। ओके ए जे पाइदिए नगाउ न, राम्ररी गाउ न। यस्तो छ हामी हिले आइपुग्यौँ। यो चाहिँ हाम्रो रुम। हामी 3 जना हामी टिचरहरूको। यसमा चाहिँ अमोल सुत्छ, यसमा चाहिँ वासुदेव, एन्ड देन फाइनली दिस इज माई बेड है। भन्ने कुरा हो होइन, एउटा अलिकति गरम हुन्छ या के हो, मलाई चाहिँ बिचमा कान्छो भाइ भनेर राख्ने हो कि होइन? त्यस्तो पनि होइन। यसको एउटा के रहस्य हो भने रहस्य नै छैन तर बाइ द वे यो भित्ता नै मनपर्छ। मेरो भेस्लिन सको नि यो मान्छेले मलाई 100 रुपियाँ होइन नि। यो कति कति छ यसको प्राइस? ए 70। यस्तो एट्र्याक्टिभ मतलब आफै त नभनौँ होइन, जे भनौँ यस्तो दामी देखिरहेको छु। यो जीवनशैलीको जति मगो भए पनि जे भए पनि एकछिन है बाइ द वे कहाँ छ? देखिँदैन त हौ घडी। कहाँ छ घडी मेरो? ए यता मैले
कतिको अरे 1,60,370 रुपिसको घडी हो। यसो हेर्दाखेरि मान्छेले पत्याउँदैन कि, तर हो यार। भनेपछि अब आज राति गयो मेरो उसन कहाँ अरे तिम्रो त आज राति कितुङ भाइ कस्तो छ खाना? थपी माग्नु अब मासु चाहिँ थप्नु मिल्दैन। मलाई थाहा छैन यार, मिल्छ होला नि। भाइ कस्तो छ खाना? दामी छ। अनि तिमी चाहिँ राति सनग्लास लाएर अनि खाना देख्छौ? धुवाएर गाह्रो भयो। भाइले अघि भ्याइसक्यो, तर ज्यान अनुसार डिजर्भ पनि गर्छ यति छिटो खाना। छ नि किन नहुने र? थप न मेरो क्याबिन गयो भाइ कस्तो छ भेज खाना? एभरेज रेट गर न, जेन्युन। कस्तो दामी आयो क्या रे भाइको? खोइ पनिर कुन हो? ओके हामी चाहिँ गोविन्द्रको स्टुडेन्ट हो। गोविन्द चाहिँ पढ्नु होला सबैजना नयाँ नयाँ अपकमिङ स्टुडेन्ट भयो अरे। यस्तो टुरहरू त भइरहेको छ हाम्रो। घिउ होला घिउ होला। यो है यो चाहिँ देखाउन न। गोविन्द्रले स्पोन्सर गरेको प्रोटीन है, फैट है। दिल चाहता है, दिल चाहता है, दिल चाहता है। अब चाहिँ हामी तिनजुरी जानको लागि रेडी भइसक्यौँ। अनि कहाँ जाने त? नि कस्तो सक भयो त? अनि कहाँ जस्तो लाग्दैछ तिमीलाई? हामी हिले आएको जस्तो लाग्छ कि तिमीलाई? हामी सुतेको बेड यो चाहिँ टक्कसँगले मैले चाहिँ मिलाउने गर्छु होइन, जहिले पनि सुतिसकेपछि इभन त्यो होटलकै भए पनि। अब केटाहरूको चाहिँ यस्तै हो। यो चाहिँ सबसे पत्तुर छ। यो चाहिँ यो कसको, यो खोइ कसको, यो थाहा छैन। ओ अर्को महापत्तुर छ। बिगारेको हेर न मेरो कति राम्रो छ। अब जीवनसाथीले आफ्नो सुतेको बेड मिलाएर पाउने डिस्काउन्ट पारिश्रमिक युटिलाइज गर्ने छैन, समाज सेवा गर्ने हो। हम ना रहे कभी यारों के बिन, चमकाते हैं चिलमिलाते हैं अपने रास्ते, ये खुशी रहे रोशनी रहे अपने वास्ते, चमकाते हैं चिलमिलाते हैं अपने रास्ते, ये खुशी रहे रोशनी रहे अपने वास्ते। रुके हम जहाँ भी जाएं, जो हम चाहें
वो हम पाए मस्ती में रहे कस्तो हुँदैछ टुर एकदम बबाल रमाइलो हुँदैछ रमाइलो यहाँ सबसे धेरै खुसी आज इतुङ भाइ यस्तो चिसो मौसम छ एकदम कुल मजा भइरहेछ आज सबैभन्दा बढी खुसी भनेको इतुङ भाइ छ म सिङ्गल भएर नि खुसी छु धेरै सिङ्गल लाइफ रक सिङ्गल लाइफ रक अलवेज त्यही भएर हेर वेदर कस्तो छ आम्बो लभली है दामी यार दामी चाहता है भन्न खोजेको मोनिटाइज हुनु पर्यो केटा गर्छु नि होइन सहयोग एकदम सरलाई हाम्रो फुल सपोर्ट भाइ कसको सपोर्टमा तिमी भन त जीवन सरको सपोर्टमा हामी वासुदेव सरको कि मेरो अलरेडी मोनिटाइज भएको च्यानललाई सपोर्ट गर्छौ कि होइन अन्त मोनिटाइज हुन आँटेकोलाई सपोर्ट गर्ने मेरो हुन आँटेको नि त एक्ज्याक्टली हो मलाई यस्तै मान्छे चाहिएको क्या ल केटा सबैजना मिलेर यो एउटा हाम्रो सबैजना च्यानल ग्रो मिलेर गर्ने जीवन सरको च्यानलमा 3000 सब्स्क्राइबर पुर्याउँछु ओके डन फेरि भन्नु है सब्स्क्राइबर छ 10 वटा छ तिम्रो नाम के हो मेरो उज्जवल पाठक उज्जवल पाठक ल 10 सब्स्क्राइबर मेरो 15वटा जिमेल आइडी पहिला उयो भन नाम भन अनि भन सुनिल बस्नेत सुनिल बस्नेत कतिवटा सब्स्क्राइबर 15वटा त फिक्स छ मेरो जिमेल आइडी 15वटा छ मम्मी बाबा मम्मी बाबाकोमा दुईटा राखेको छ भनेपछि- दिदीको 4टा दिदी छ म्हणजे एउटा धेरै भेनारी नै छ 25 ल 25 भन्दा नि माथि जान्छ ल होइन मलाई 25 मात्रै दिए पुग्छ सब्सक्राइब टु हाम्रो सरको च्यानल है यस्तो कुरा मेरो एक्सपेक्टेसन त फेरि अलि हाई छ नि त तिमीहरूबाट मैले तिमीहरूको मात्रै सब्सक्राइबर एक्सपेक्ट गरेको होइन कि मलाई त अलिकति तिमीहरूको फ्यामिली मेम्बरको पनि चाहियो के भन्छ त्यसलाई नेटवर्किङ भन्छ नेटवर्किङ नेटवर्किङ सर हामी तिनजनालाई भन्छौँ उनीहरूले तिनजनालाई भन्छ होइन त्यसरी यो चाहिएको नि त यो कम्पाउन्ड हुँदै जान्छ नि त सर तपाईँको लागि त 100वटा फेक एकाउन्ट बनाएर भए पनि सब्सक्राइब हाल्नु ल ठिक छ यति सपोर्टिभ केटाहरू पाएपछि त के चाहिएर 성숙해 보이지만 볼 땐 노는 여자 이때다 싶으면 묶었던 머리 푸는 여자 하지만 웬만한 노출보다 힙한 여자 저기 여자 나는 선호해 여자가 보이지만 놀 땐 노는 선호해 내가 되면 완전 미쳐버리는 선호해 번역보다 사상이 옳던 선호해 그런 선호해 오빤 강남스타일 यो चाहिँ हाम्रो दावा भाइ हाम्रो क्लासमा चाहिँ भेट भएको छैन एज अ स्टुडेन्ट टिचर चाहिँ भेट भएको छैन तर हामी दुईचोटि टुरमा सँगै भयौँ वान अफ द फेभरेट स्टुडेन्ट अफ माइन अब गभर्मेन्ट मल्टिपल कलेजमा पढाउनु पर्दैन रहेछ कि सबै मान्छेलाई यत्तिकै मान्छेको क्यारेक्टर उसको एउटा हम्बलनेसबाट पनि थाहा हुँदो रहेछ होइन मान्छे को कस्तो छ भन्ने नपढाइकन पनि यो भाइ भनेको चाहिँ मेरो लागि चाहिँ एकदम फेभरेट छ सियो सुन इन क्लास होइन हामी पढाइ पनि दामी गर्नुपर्छ होइन अनि हामी के युट्युबमा कन्टेन्ट क्रिएसन पनि गर्छौँ होइन कोल्याब गर्नेवाला छौँ अफकोर्स बाइक आउँदैछौँ फेरि मल्टी ट्यालेन्टेड है गीत उस्तै गाउँछ भाइले अनि अर्को भनेको भ्लगमा त्यस्तै मिठो बोल्छ अझ अर्को क्वालिटी कमेडी स्ट्रेन्थ भनेको यो भाइको
तिम्रो कस्तो लाग्छ नि अब कमेडी भन्दा म ओपन माइन्डेड छु होइन म अरूले भनेको माइन्ड गर्दिनँ म रेला गरिदिन्छु जिस्काइदिन्छु जति सक्दो हाँसेरै अब बस्नु चाहन्छु क्या सर म बेसी जस्तो अब आई डोन्ट वान्ट टु बी स्याड भन्ने सर द्याट्स द गुड क्वालिटी के म सबैलाई जति सक्दो म छ भने मेरो इन्भाइरोमेन्टमा सबैलाई म खुसी नै राख्न चाहन्छु क्या सर कोही त्यस्तो दुःख सुख अब स्याड नबसोस् जस्तो लाग्छ सर सबैलाई त्यही भएर जोक्स गरेर हुन्छ कि अब एकाअर्कालाई के बिल्ला हानेर हुन्छ हँसाइराख्छु क्या सर द्याट्स द गुड साइन अफ गुड ह्युमन बिङ के थ्याङ्क यू सर सबैजनाले एप्रिसिएट गर्दैन होला तर जसले गर्नुहुन्छ होइन सबैले एप्रिसिएट गर्नु जरुरी पनि छैन क्या भाइ तिमीलाई जसले बुझ्छ उसले अटोमेटिक तिमीलाई चिनिहाल्छ जसले बुझ्दैन त्यसलाई बुझाएर काम पनि छैन त्यही भन्नु सबैलाई इम्प्रेस गर्नु पनि छैन सर मलाई होइन म जे छु एउटा तिमीहरूलाई शेखर सरले पढाउनु भएको छैन शेखर सरले एउटा लाइन भन्नुहुन्थ्यो क्या यदि तिमी सबैलाई खुसी बनाउन खोज्यौ भने तिमी आफै दुःखी हुन्छ अरे क्या त्यो चाहिँ प्र्याक्टिकल इम्प्लिमेन्ट गर्यो भने चाहिँ अनि अझ लाइफमा अझ अगाडि बढिन्छ क्या तर होइन हो सर शेखर सरहरूले विमल सरहरूले भन्नुभएको लाइनहरू होइन उनीहरूले बुकको नलेज मात्रै होइन आउटर नलेज हुन्छ नि सर समटाइम्स अब त्यो बुककै नलेज मात्रै इम्पोर्टेन्ट हुँदैन सर क्या सर अब लाइफ नलेजहरू पनि दिनुहुन्छ यो कुरा गर यो कुरा नगर अब त्यो कुरा गर्दा राम्रो हुन्छ त्यो कुरा गर्दा यस्तो हुन्छ भनेर एउटा हामीलाई त छैन नि त एक्सपिरियन्स उहाँहरू हाम्रो एज तपाईँहरू हाम्रो एजबाट बुझिसक्नु भएको अब तपाईँहरूले त्यस्तो कुराहरू सिकाइदिनु होइन सर धेरै खुसी लाग्दो रहेछ सर के लु आउ न हो पूजा दिनु न एकछिन हेलो सबै दर्शक बिन्दुहरूलाई नमस्कार मेरो नाम चाहिँ पूजन बास्तोला यस हामी यति बेला यो तिनजुरेको यता 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 आऊ न कान्छा यताबाट है छौँ हामी स्टुडेन्टहरू लगभग 45 जना छौँ एकदमै रमाइलो छ यहाँ होइन हाम्रो आजको यो टुर स्पेसल हुनेमा स्टुडेन्ट साइडबाट एउटै मान्छेको हात छ लिडर द लिडर भन्छु है म चाहिँ एकदमै ब्युटिफुल्ली म्यानेज गरेको छु भाइले युनिक श्रेष्ठ अनि यता हाम्रो सुनिल भाइ तिम्रो बारेमा त म के भन्नु भाइ मसँग शब्द नै छैन खडेरी लाग्यो कस्तो दामी आएको भन त के फोटो खिचौँ ल ब्लग बन्दैछ लु भन न Hello guys, it's me Sunil Bosnet from Go. किप सपोर्टिङ जीवन सर के हो किडनी बेच्यौ क्या हो जुका कति ठुलो जुका डर लाग्छ आमा नेपाली बाबु भाइ ल सही हो ठिक छ के रहेछ यहाँ सरी निर्मलसँग एउटा ग्रुपमा हो हात देखिन हौ यसरी ग्रुपमा सबैजना ग्रुपमा कल फास्ट तपाईँहरूलाई म के भन्न चाहन्छु भने गोमेन्द्र कलेज आउनु होइन काका गोमेन्द्र कलेज आएपछि चाहिँ यसरी घुम्न पनि पाइँदो रहेछ होइन पढ्न पनि पाइन्छ वर्कसप पनि हुन्छ कला पनि सिकिन्छ घुम्न पनि पाइन्छ मजा आउँछ होइन काका रोकेर जाँदा अनि प्लस टू सकेम कहाँ जाने कहाँ जाने काका जाने न आउने जाने होइन आउने गोमेन्द्रमा सबैजना गोमेन्द्र गोमेन्द्र आयो भने घुम्न पनि पाइन्छ खान पनि पाइन्छ कहिल्यै नपुगेको ठाउँहरू पाइन्छ पढाइ पनि राम्रै भइन्छ हाम्रो चाहिँ कलेजमा होइन सर बस्ने पनि अब यस्तो फोटो कलेजमा छ हामी त फर्स्ट टाइमदेखि नै हामी सोफामा बस्छौँ र म अब मेरो यो पद फेरि पनि तपाईँ बोलेको है यो यो भाइको त बोली सुन्दा नि हाँस उठ्छ मलाई गुराँस चाहिँ यस्तो छ फुलेको चिउडा पनि रहेनछ जस्ट माहौल इन्जोय गरिदिन्छ केटाहरू यहाँ फोटो खिच्नमा व्यस्त छन् अनि हाम्रो वासुदेव सर चाहिँ फोटो खिचिदिनमा व्यस्त मौसम चाहिँ भर्खर खुल्दैछ ल माए भाइ हल्का दामी भयो अब चाहिँ हो के खिच्ने भनेको हाम्रो केटाहरू यता छ दामी 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 वाउ ओ एकछिन ल यो गाई म क्याप्चर गर्छु त्यो माथि टुप्पीमा हेर्नुहोस् ल गाई दुईटा गाईहरू छ
जसले यहाँ गाई देख्छ तिनीहरू इक्जाममा पास त्यस्तै छ जसले भिडियोमा 2टा गाई देख्छ त्यो चाहिँ फर्स्ट हो मैले त फर्स्टमै 2टा गाई देखेको अब त म त फर्स्ट होला है भन्ने सर होइन के भन्नु त सर स्योर 100% हो भाइले चाहिँ सबैभन्दा पहिला 2टा गाई देखेको अनि भाइले मलाई देखेको भनेपछि भाइले टप हान्ने भयो हेडबाट चाहिँ टप हुन्छ होला सर त्यस्तै लागिरहेको छ कस्तो दामी मौसम भयो भने नि कसम लोभ लाग्दो यार वाउ जस्ट लाइक अ पिस अफ हेभन वरी चमुल ए केटा के को झगडा हो तिमीहरूको त्यो कुरा साँच्चै हो कि हामी अलिकति छिटो आएछौँ हेर्नु नि सर हतार भएछ होइन हामीलाई बिहानै आएको थियौँ मेरो भिडियो है कान्छा भिडियो है भ्लगमा आउँछ सबैजना आउँछ है भ्लगमा कस्तो लाग्यो तपाईँलाई रमाइलो छ नि होइन अघि बिहान आउँदाखेरि यस्तो देखिएको थिएन नि त अब अहिले चाहिँ रमाइलो बन्छ अमुल दा यहाँ माथि दामी आयो नि अहिले पो जाउँ यतिखेर खुल्दैछ यार मौसम त्यही त सर यति बेला चाहिँ बबाल देख्ने भयो नि त सिनहरू अब दामी छ जरा ठिकै छ काम चलाऊ हिजो त ट्यागै गर्नु भएन क्या स्टोरीमा छ ला यार बिर्सिन्छ यार छिटो पनि गर्नु मिल्छ त म हालिहाल्छु ल भाइको त छैन भाइले त्यस्तो हरकत गरेको छैन भाइ तिमी किन बिबिएस छोडेर आएको अरे भाइ तिमी के अरे बायोटेक्नोलोजी पढ्दा पढ्दै छोडेर बिसिआइटी पढ्न आएको होइन त्यही पनि कहाँबाट इन्डियाबाट किन 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 तिमीले चाहिँ के को लागि छोडेको उनीहरूको त रिजन छ बिचारा हेर्नुहोस् त के को दुखमा बसेको उनीले छोडेर हो कि गोजीको पैसा हराएर हो कि कस्तो खाना घिउ पनि होला माग न भेजमा त घिउ हुनु पर्यो नि त खुर्सानीहरू खाने भने माग भाइ खाए औषधि एकछिन पर्दैन अति धेरै कन्टेन्ट 50वटा भिडियो भइसक्यो सर्ट भिडियो यताबाट जाँदा जाँदै बिचमा रोकिएर छोराको बिहेमा जाने अरे के हजुर डाइरेक्ट यहाँबाट कलेज हो किन कहीँ छ र बिचमा रोकिनुपर्ने ठाउँहरू खै टाइम पुग्छ कि पुग्दैन हो त्यता जस्तो हामीलाई पुग्नलाई 4 घन्टा लाग्छ होइन 4 घन्टा लाग्छ मिनिमम गाइस कस्तो छ खाना भेज उसलाई त मोमो नै याद आउँछ होला मलाई देख्ने बित्तिकै तिम्रो यसमा एकाउन्ट नम्बर देऊ म कति चिकन मोमोलाई कति पर्छ ए होइन एकछिन चिकन त म खुवाउँदिनँ किनभने म भेज भनेपछि कति रुपियाँ पाउँछ भाइ भेज मोमो बिर्तामोडमा 80 रुपिजमा हालिदिन्छु क्यास हुँदैन आइटी पढेको छ डिजिटल ए 50 रुपियाँ आइसी दिन्छु कि भाइ तिमीसँग त आइसीमै डिल गर्नु पऱ्यो नि त कस्तो चाहिँ कडा खाना बबाल छ के भयो अरे घिउ आएन नि भएन हौ कुन फोन हो यो अस्ति बबाल आउँदो रहेछ
यो जुन छ नि मुभमेन्टमा यो फ्रेम ड्रप नहुँदो रहेछ नि अहिले चल्दैन है चल्छ सरी गाइस सरी सुमिना सरी प्रज्ञा के भएको म यता नि सरी भन्दैन न ब्लगमा सरी सर ब्लगमा सरी ब्लग खाना आयो तरकारी चाहिँ हाल्दिनु न अहिले मलाई डक्टरले हरिपर्खी नखानु ए त्यस्तो भन्छ र मासु मात्रै खानु त्यसो भए कुन चाहिँ डक्टर छ नि त्यस्तो खतरा चाहिँ मेरो बस दुख्नु लाग्यो क्या डक्टरले भनेर हरिभरि मात्रै खा भन्छ होइन र प्रोफेसनल जस्तो खान्छु ल प्रोफेसनल जस्तो खाऊ के हाल्नु आलु बुझ्यो खतरा चबाउनु पर्यो है त्यहाँनिर धेरै भयो तपाईँलाई के हालिदिउँ लास्टमा यो चाहिँ हामी स्टिकर टाल्दैछौँ यो मेरो हातमा टाल्दैछन् केटाहरूले ड्याम पिट्छन् हौ केटाहरूले अब यहाँ चाहिँ अलिक बचपना देखाएको हो क्या हामी तिनजना चाहिँ यता फ्याकल्टीबाट हौँ अनि जिस्किँदैछौँ रमाइलो गर्दैछौँ स्टुडेन्ट सँगसँगै The artist. This is my final looks. जीवन सरजी अब निन्द्राबाट बिउजिसक्नु भएको छ र क्यामेरा एकदम बवाल भएको फोन किन्नु भएको रहेछ नयाँ हेलो यो इन्टर्नसिप हो होइन इन्टर्नसिप हो पछाडि म यही गर्छु हामी तमौरको नजिक छौँ अबको केही सेकेन्डमा तपाईँले यहाँबाट तमौरको अनुपम दृश्य देख्न सक्नुहुनेछ यस भिडियो मार्फत मलाई चाहिँ कस्तो हो भने पहिलोचोटि आइयो पहिलोचोटि आए पनि अब जस्तो भनौँ न एक्सपेक्टेसन त्यस्तो हुन्छ भनेको थिएन होइन रमाइलो भयो र मौसम चाहिँ एकदमै रमाइलो मौसम गरेँ मैले चाहिँ जस्तो इलाम बन्दुकतिर पनि अब त्यस्तै छ खानालाई चिसो ठाउँ चिया बगान अर्कै छ त्यहाँको पनि माहौल तर यहाँ पनि अब त्यस्तै भनौँ न मौसम अर्कै छ क्या यहाँनिर मौसम मलाई चाहिँ चिसो ठाउँ एकदम मन पर्यो हामी त बिचमा ओह्रालिदिन्छौँ नि फेरि 250 भनेको फिक्स हो तर तपाईँ कता दिल्ली हिँडिराख्ने बाटोमा त्यस्तो नभन्नु होइन दिल्ली हिँडे पनि हाम्रो अहिले रेट महँगो बढेको छ क्या पेट्रोल तपाईँले बुझ्नु हुँदैन होइन म खलासियो नि त थोरै ड्राइभर हो छैन तिमीलाई छोडेर रेशम तिमीलाई हो छोडेर रेशम रेशम निर्मल तिमी आउँछौ कि अर्कै बेगाउँ तिमी आउँछौ कि अर्कै बेगाउँ अब गीत गाउन सकिन नाच्दिन्छु है सर जान्छ मलाई रिकर्ड नगर्नै आउँछ सर आउँछ अनि बेग्लै आनन्द पनि जहाँ अफसोसको दोकान होस् जति बाधा आए पनि तस्बिरमा फुलमाला जनाई भित्तामा टाँसेको छ मनको आँखा हेर सबको मनभित्र मेरो मायालाई सम्हालिसकेको छ
रातो टिका निदानमा तलक टल्कियो साथीभित्र मायाको आश टल्कियो जुलीको तार 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 ए हजुर मेरो शनिबार सरी भेरी भेरी पेनफुल मैले चाहिँ होइन सोचेको थिएँ अब बवाल हुन्छ छिटो छिटो पुगेर घुम्नु सुम्नु पाइन्छ भनेर सोचेको थिएँ होइन 8 घन्टा जस्तो बसमा बस्दा त सर कसम आज चाहिँ हग्नु चाहिँ साह्रो पर्छ होला मेन चाहिँ होइन फर्स्ट एन्ड फर्मोस्ट भातै रुचेन मलाई भाकै कुरा सर बिहान पनि काँक्रा मात्रै खाएर हिँडेको होइन खाजा पनि एउटा अन्डा मात्रै दियो होइन त्यहाँदेखि दिनभरि भोकै त्यत्रो लङ डिस्टेन्स होइन त्यत्रो लङ डिस्टेन्स ट्राभल लानु 6 घन्टाको ट्राभल गरेर सर 1-2 दिन त राख्नु पऱ्यो नि त त्यहाँनिर होइन 2 दिन त बसाउनु पऱ्यो नि त बजेटले भ्याउँथ्यो बजेटले भ्याएन सर हामी एउटा बेडमा 3 जना मात्रै स्पाइडरम्यान जस्तो सुत्नु भयो भयो तिमी नबोल धेरै बस बाटोमा निरन्तर पाइला चाल्यो एमएनएम जस्तो बन्न लामो कपाल खौरी पाल्यो बाफ्रे तनी गाडीमा सिग्री हाल्यो बिटेन बन्दै आफूलाई राभन्ने पुच्चेमा बाल मलाई दिएन कसैले मलाई पुच्छेन यो बस 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 कस्तो थियो टुर कस्तो भयो ल भाइ भन त राम्रो थियो भाइ कस्तो भयो होइन यस्तो हुन्छ लङ ट्रिपमा एउटा दुइटा सानो सानो ब्याड एक्सपिरियन्स त भइहाल्छ भाइ कस्तो भयो भन त एकदम रोमाञ्चक भयो तिम्रो त डान्स नै गराएको थियो नि त एकदम रोमाञ्चक पनि भयो मनोरञ्जन पनि भयो खानेपानीको सुविधा भयो अब चाहिँ हामी ट्रिप सकेर फर्किँदैछौँ सबै स्टुडेन्टहरू गाडीबाट ओर्लिँदैछन् बिस्तारै बिस्तारै एकदमै रमाइलो भएको थियो त्यो टुर चाहिँ जस मजा आयो ओके अब सबै आफ्नो बाटो लाग्दैछन् आफ्नो साधन नहुनेहरूलाई चाहिँ कलेजको बसबाट पुर्याइदिइसकेपछि हाम्रो टुर कम्प्लिट हुन्छ फाइनली घर आइपुगेको छ अहिले टाइम भनेको तपाईँको 7:52 भयो अनि म चाहिँ घर आइपुगेको छु एकदमै एक्साइटिङ एकदमै रमाइलो भयो मजा आयो एकदमै धेरै मजा आयो